प्रचण्डज्यूलाई आफ्नो छातीमा गोली ठापेर तपाईको सुरक्षा गरे अनि हामी अयोग्य भयौं। त्यो क्यान्टोनमेन्टबाट हामी फालियौं। अब त्यही अयोग्य लडाकुहरू योग्य भएर अब यो राज संस्था स्थापना वास्तविक लोकतन्त्र ल्याउनको लागि योग्य भएर काठमाडौँमा आएका छौं। हामी शहीद हुन सक्छौं, हामी मर्न सक्छौं। किराँत बौद्ध सहित वैदिक सनातन हिन्दू राज्य राज संस्था स्थापनाको लागि हामी मर्न सक्छौं। हामीले श्रीमतीलाई भनेर आएका छौं, बुढो बाउलाई भनेर आएका छौं, म नफर्किन सक्छु। मेरो लासमा हाँसी हाँसी मरे भने यो व्यवस्था अन्तर राज संस्था स्थापनाको लागि म मरे भने एउटा फुलले मलाई बिदाई गर्नु, होइन भने म घर फर्किने छैन। जबसम्म यो लोकतन्त्रको अन्त हुँदैन, वास्तविक जनताको लोकतन्त्र स्थापना हुँदैन, मैले अब काठमाडौँ छोड्दैन।